ब्लग हेरे न हिजोको यो गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो न्यू भ्लग भिडियोमा। र आज चाहिँ नागपञ्चमी भादोको 1 गते। आजको ब्लग चाहिँ एकदम क्रेजी गर्न पर्यो। अनि अहिले चाहिँ म भर्खर उठेँ र अब म फ्रेस हुन्छु नुहाउँछु र पूजा गरेर अब यो ब्लगलाई कन्टिन्यू गर्न पर्यो। सो अहिले चाहिँ म नुहाएर पुरै फ्रेस भइसकेको छु र अब यता चाहिँ पूजा चलिरहेको छ भित्र अनि यता चासिसक्नु भएको अब। अनि अघि चाहिँ म चार्जमा थियो के फोन अनि चाहिँ यता भिडियो चाहिँ बनाएन। अब मेबी बडोमाको मन्दिर जानेछौँ हामी अनि त्यहाँ गएर म बनाउनेछु पक्कै पनि। मम्मी के हजुरलाई यो भिडियोमा केही भन्न अहिले चाहिँ हामी पूजा गर्न हिँडेको छौँ। यता नानी हुनुहुन्छ अनि फेरि यता मम्मी। मम्मीहरू चाहिँ पूजा गर्दै हुनुहुन्छ। अब म चाहिँ बाहिर निस्किन्छु। अब यता नानाले भन्नुभएको छ लाइक गर्दिन। सो हजुरहरूले पनि लाइक गरिदिनु होला यो भिडियोलाई, होइन नाना। म फेरि यस्तो आएको साथीहरूसँग भेट्न। यहाँ हिजोको कन्टेन्ट क्रिएटरको भाइरल मान्छे केटीहरूलाई हेर्दै बस्ने मान्छे अनि उता टास्क खेल्दैछन्। अघि म खाना खाएर सुतेर निदा थिएँ क्या साथीहरू। अनि ब्लग चाहिँ कन्टिन्यू गर्न पाएको थिएन। अनि अहिले चाहिँ फुपूलाई लिन जानुपर्ने छ। मम्मी र फुपू एकैसँग घर जानुपर्ने आज। अनि त्यस कारण अहिले चाहिँ म भर्खर उठेर अब चाहिँ म जाँदैछु। आइसकेको छु यता बाबु। म चाहिँ अब हेराउँछु हजुरलाई आइफोन 17 प्रो म्याक्स हेर्न सक्नुहुन्छ। आइफोन 17 प्रो म्याक्स हजुरहरूले हेर्न सक्नुहुन्छ। फेरि यो सेम आइफोन 17 प्रो म्याक्सको कपी रहेको छ। यसको क्यामेरा क्वालिटी यस्तो खास त आएन। क्यामेरा अहिले चाहिँ मम्मीहरू जाँदै हुनुहुन्छ घरतिर। सो अब चाहिँ मम्मीहरू घर गइसकेछन्। अहिले चाहिँ साँझको 5 बजेर 11 मिनट र अब म जाँदैछु नास्ता खान। अब जाँदैछु घरतिर। यता चाहिँ साथीहरू भेट्छन्। अब त तिमी भाइरल हुन अब युट्युब च्यानलमा आउँछ अनि ठ्याक्क भेट भयो यार। कहाँ गएको? त्यहाँ मोटो मोटो मान्छे ब्लग हेरे न हिजोको। यो ब्लग भोलि बिहान नत्र साँझ हाल्छु। तिमीलाई त हाइलाइटमा हालिदिन्छु क्या तिमीलाई त। ल जाऊ जाऊ। नाइ म अझै खाली होइन क्या घर पुग्ने काम छ क्या घर। ल साथी युवराज यहाँ
मेरो सब्सक्राइबर भनौँ या साथी। फेरि ठ्याक्क टाइममा साथी भेट्छन् के फेरि क्लासमेट साथी। अनि अब भेट भयो साथीलाई पनि भाइरल बनाइदिने हो। अनि आज चाहिँ आज गुडिन सेरुवा हो, मन के थारू त्योहार हो। अब जालजी गुडिन सेरुवा र साथीहरू, अब थारूहरूले त बुझ्नुभयो होला पक्कै पनि। अब हामी थारू कल्चरबाट बिलोङ गर्छौँ नि, थारू चाहिँ बोलिहाल्छौँ। अनि अब नेपालीमा पनि कतिपयजना बुझ्नुहुन्छ थारू ल्याङ्ग्वेज। र त्यही हो आज चाहिँ थारू कल्चरको। मेरो नाना चाहिँ अहिले चाहिँ एउटा सायरी भन्न चाहनुहुन्छ हजुरहरूलाई, आई मिन पुरै अडियन्सलाई। सो सुनाइदिनुहोस् न नाना, ल स्टार्ट। भाउसँग फेरि 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 भनिदिनुहोस्, फेरि फेरि छोरा नै सुरुदेखि भनिदिनुहोस् न, हजुर झुक्किनु भयो। सो सुरुदेखि भनिदिनुहोस् ल। छोरासँग भाउ डराउँछ, मास्टरसँग सर जमाउँछ, मास्टरसँग सर जमाउँछ। मास्टरसँग सर कोही डराउँछ र? मास्टर सर त एउटै भइहाल्यो नि त। अहिले चाहिँ जाँदैछन् सबैजना पुटली सराउन र म पनि यसो भिडियो खिच्न जाँदैछु अब साथीहरूलाई लिएर। त्यहाँ साथीलाई पिकअप गर्छु र एकैसँग जान्छौँ हामी। अहिले चाहिँ म घर आइसकेको छु र लास्टै ठकाइ लागिसक्यो। अघि बिहानदेखि म हिँडेछु खुट्टा चाहिँ दुखिरहेको। अब म रेस्ट गर्छु अनि ब्लग एडिटिङ पनि गर्न छ, किनभने चाहिँ भोलि बिहानतिर म अपलोड गरेर स्कुलतिर लाग्छु। भोलिदेखि स्कुल छ, सो जहाँ नानीलाई देख्न सक्नुहुन्छ। र आई होप हजुरको गाउँ वा सिटी जे भनौँ होइन त्यहाँ पनि रमाइलो भयो होला आज चाहिँ। अनि आज चाहिँ हाम्रो चाहिँ त्यही हो, अब परको मेला जान सोचेको थियो, अब जान चाहिँ सकिनँ। भोलि चाहिँ स्कुल, अब भोलि चाहिँ स्कुलतिर लाग्नुपर्छ। अब आज चाहिँ अहिले एडिटिङ गर्छु र भोलि चाहिँ बिहान म अपलोड गरिदिन्छु यो ब्लग। र त्यही हो, अब यो ब्लगलाई यहाँ एन्ड गर्न चाहन्छु। अब भेटिन्छु न्यू ब्लगमा। एन्ड कमेन्ट गरिदिनु होला पक्कै पनि, र सब्सक्राइब गर्नु भएन भने गरिहाल्नुहोस्। लेट्स एन्ड द ब्लग।